नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादीभित्र निकै तनाव बढेको छ। अध्यक्ष माधव नेपालले पेश गरेको माओवादी केन्द्र लगायतका दलसँग एकता गर्ने प्रस्ताव केन्द्रीय समितिको बहुमत सदस्यबाट पारित भएको थियो। पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुषालको समूह एकताको विपक्षमा उभियो। पार्टीभित्र विकसित माहौलले एकीकृत समाजवादी फुटको संहारमा पुगेको देखिँदैछ। माओवादीसँग एकता हुनुलाई पार्टी अस्तित्व झन सङ्कटमा पर्ने असन्तुष्ट नेताहरूको बुझाइ छ। शनिबार खनाल भुषाल समूहले छुट्टै भेला गर्यो, जहाँ एकीकृत समाजवादीको पुनर्गठनको विषय उठेको छ। पुनर्गठनका लागि एक समूह गठन गर्ने तयारी रहेको बुझिएको छ। भेलामा सहभागी एक नेताका अनुसार पार्टीभित्र र बाहिरका शक्तिसँग पुनर्गठन र ध्रुवीकरणका लागि संवाद गर्न महासचिव भुषाललाई जिम्मेवारी दिने कुरा भएको छ। भेलामा खनाल भुषाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव विजय पौडेल, स्थायी कमिटी सदस्य जीवराम श्रेष्ठ, रामकुमारी झाँक्री, हरि पराजुली, किसान श्रेष्ठ लगायतका 100 बढी नेताहरू सहभागी रहेको बताइएको छ। माओवादीसँग एकताबारे विवाद भइरहेका बेला विपक्षमा उभिएका नेताहरू एमालेसँग पनि संवादमा रहेको बताइन्छ। नेता खनालले पनि एमालेमा फर्किन आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए, तर त्यसको लागि एमालेको ढोका राम्रोसँग खुल्नुपर्ने उनको भनाइ थियो। एकीकृत समाजवादीले एकताको निर्णय लिएपछि शुक्रबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै घर फर्किन आह्वान गरेका थिए। एकीकृत समाजवादीको विभाजनपछि नेताहरू माओवादी र एमालेतिर लाग्नेछन्, तर महासचिव भुषाल भने वाम ध्रुवीकरणका लागि कतै नगएर युवाहरूको नेतृत्वमा छुट्टै ध्रुवीकरण गर्नुपर्ने पक्षमा छन्। पहिलो पुस्ताबाट वाम एकताभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्ने र त्यसले मुलुकमा आशा जगाउन नसक्ने उनको बुझाइ छ। वाम एकताको बहस भइरहेका बेला केही समय अघि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र महासचिव भुषाल बीच एकताको विषयमा छलफल भएको थियो। एकता प्रक्रिया अघि बढेपछि यी नेताहरू संलग्न दलमा विभाजन आएको छ। एक पक्ष एकताको पक्षमा उभिएको छ भने अर्को पक्ष विपक्षमा उभिएको छ। एकताको विपक्षमा उभिएकाहरू पनि छुट्टै एकतामा आउन सक्ने बहस सुरु भएको छ। खनाल भुषाल समूहले भनेको ध्रुवीकरणका लागि संवाद सोहीतर्फ लक्षित देखिन्छ। तत्कालीन नेकपामा मतभेद हुँदा माधव नेपाल सहितका नेताहरू अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका थिए। सर्वोच्च अदालतबाट नेकपा एकता भङ्ग भएपछि बिउतिएको नेकपा एमालेमा पनि त्यो सङ्घर्ष र विवाद कायमै रह्यो। पछि 2078 भदौ 9 गते नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएको थियो। 2081 असारमा भएको महाधिवेशनले नेपाललाई अध्यक्ष पदमा चयन गरेको थियो। नेपाली काङ्ग्रेस माओवादी सहित गठबन्धन गरेर जाँदा 2079 को प्रतिनिधि सभा चुनावमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ 10 सिट जितेको थियो, तर समानुपातिकतर्फ 3% मत ल्याउन नसकेपछि एकीकृत समाजवादी 10 सिट हुँदा पनि राष्ट्रिय दल बन्न सकेको थिएन।